नमस्ते मेरो च्यानलमा तपाईलाई स्वागत छ। म चाहिँ आज धेरै पछि चाहिँ भ्लग बनाउँदैछु। अलि बिजी नै हुन्छु म किनभने म बच्चाको आमा हो। बच्चा भएपछि एकदमै गाह्रो हुन्छ भ्लगहरू बनाउनु है। म चाहिँ अहिले के गरेर दिनहरू बिताउँदैछु भने चाहिँ मेरो चाहिँ यसरी दिनहरू बित्दैछ। ल देखाउने यो चाहिँ मैले क्याप्सिकमको बिउ बेर्न राखेको छु। पछि चाहिँ यो म बिउ बनाएर गमलामा रोप्ने भनेर क्याप्सिकम चाहिँ मेरो एकदम बेस्ट हो। त्यस कारणले यो उमार्नुको लागि यति भयो। अब कहिले उम्रिन्छ थाहा छैन। यता भयो गमलामा टमेटो रोपेछु, यत्रो भयो। यसलाई म पछि यता थाहा राखेर फलाउँछु किनभने लोकल खाना चाहिँ मलाई एकदम मनपर्छ होइन। सो अलिअलि पैसा पनि बचत हुन्छ नि त, त्यो त तपाईँहरूलाई थाहै छ आफ्नो गऱ्यो भने होइन। अनि त्यस कारणले अनि म चाहिँ यसरी काउली पनि यसरी फलाउँछु। अनि यसरी यो चाहिँ जुकुने फर्सी, यो चाहिँ तरकारी खाने। अनि मेरो चल्ला कता गयो अनि म चाहिँ जुन पनि किचनको फोहोरहरू हुन्छ म यहाँ जम्मा गर्छु। अनि ब्रिन्जल भान्ता हो यो चाहिँ है, यसरी फलाइरहेको छु कि मैले। यही हो अब भ्लगहरू बनाउनु टाइम हुँदैन। अब यति पनि गर्नु परिहाल्यो है। मैले चाहिँ अहिले यस्तो टाइम दिइरहेको छु। यो कुरिलो भयो, अस्ति एक छाक मजाले खायो, अहिले यो चाहिँ खानु नभएर यतिको बोट गयो क्या। किनभने अब भ्लगहरू बनाऊ भने पनि अब त्यसलाई टाइमै दिनु पऱ्यो। यो पनि सामान्य गर्नुपर्ने नै हुन्छ हामीले होइन। अब यो गर्दाखेरिमा उता अर्को भ्लग बनाउनु भ्याउँदिनँ म। त्यही भएर मैले चाहिँ म यस्तै खेतीहरू अलिअलि गर्छु। अनि बच्चालाई स्कुल लाने ल्याउने, बच्चालाई खुवाउने हरेक हुन्छ नि। अब सानो बच्चा भएपछि त टाइम दिनु नभ्याउँदो रहेछ। भ्लगहरू बनाउनु पनि मलाई एकदमै मैले मुकबाङको भ्लग चाहिँ स्टार्ट गरेको थिएँ बनाउँछु भनेर, तर सोचेको जस्तो नहुँदो रहेछ। अब बच्चा भइसकेपछि भन्दा नि टाइम एकदम म्यानेज गर्नु गाह्रो हुँदो रहेछ। त्यस कारणले चाहिँ बच्चाहरूलाई पुर्याउने, स्कुल लाने ल्याउने, अनि त्यसपछि चाहिँ मैले अहिले अलि बच्चा लगेर अरू काम बाहेक चाहिँ यो गर्छु क्या। अब यो भयो जुनहरू मैले गाउँबाट लिएर कलमी बनाएर ल्याएको, अस्ति कति धेरै फलेको थियो। यति दाना पनि लाग्यो। असिना झऱ्यो नि त अस्ति बैशाखी चैतमा पानी धेरै असिना पानी पर्दा सबै झऱ्यो। अनि भान्ताहरू यस्तरी फलेको छ क्या। कस्तो मजाले यो सो प्लान्ट सो मात्रै हो गार्डनमा यतिको रोपेको। अनि यो चाहिँ के भन्छ यसको नाम चाहिँ मलाई ठ्याक्कै थाहा छैन कि, मैले रिसर्च पनि गर्नु भएको छैन यसको लागि चाहिँ। अनि यो चाहिँ ठ्याक्कै त्यो भान्ता डल्लो भान्ता जस्तो फल्छ। अनि यसलाई के चाइनिज एप्पल कि के पनि भने जस्तो लागेको छ है। त्यस्तो के हो यो चाहिँ एकदम मलाई मनपर्छ, साह्रै मिठो लाग्छ है। मैले यो नर्सरीबाट ल्याएर चाहिँ रोपेको छु। 2 वर्ष मजाले भइरहेछ फलिरहेछ। अनि यो पनि मैले गाउँबाट नै लिएर कागतीको बिरुवा लिएको हो है। अनि ठुलो बोट भएको थियो, मैले काटछाट गरेको यसपालि किनभने अब धेरै बोट जानुभन्दा अलिक सानो चक्क राम्रो बनाउनुलाई। अनि यो नै यस्तो भयो। यसपालि यो फुल्न खोजिरहेको थियो तर अलिअलि फुलेको थियो, सबै झरेको थियो दाना। त्यही हो यसपालि पानीले गर्दा। अनि यो चाहिँ गार्डनमा यतिकै यो चाहिँ प्लान्ट सो मात्रै हो। अनि यो चाहिँ सिमीहरू लगाएको छु। अनि यो चाहिँ यस्तै छ कि। अनि यो चाहिँ मैले दिदी यो उम्रेको गाजरहरू चाहिँ धेरै खायो। अहिले खाँदा जति चिमोटेर खाए पनि यो चाहिँ पलाइराख्छ। त्यही भएर अनि ठुलो टमाटर पनि यति ठुलो भइसक्यो मेरो, कति खायो। अब नयाँ फल्दैछ अहिले। अस्ति पहिला धेरै खाइसक्यो कि। यो मैले के भन्छ पोहोर 1 वर्षभन्दा चाहिँ बढी भनेर रोपेको राम्रो हुर्केको थियो है। अलिक माथि गएपछि चाहिँ अलिक अब अलिक भयो कि डुब्रो भएको जस्तो भएको छ बोट। अनि यो चाहिँ धनियाँ भयो। धनियाँ भन्छ के अरे मिन्ट पटिना। यो चाहिँ टमेटोको अचारमा चाहिँ मलाई एकदमै मनपर्छ। अनि यो तातो पानीमा बिहान बिहान यतिकै लाएर खान पनि राम्रो हुन्छ हेल्थको लागि। अनि सागहरू पनि यस्तो भइरहेछ। अनि यस्तै गार्डनमा होइन। अब यो घरको थोरै जग्गा खाली भयो भने चाहिँ यस्तो यस्तो बिरुवाहरू लगाएर टाइम चाहिँ जाँदो रहेछ। म चाहिँ यसरी नै टाइमहरू गइरहेछ मेरो चाहिँ। जस्तै के गर्ने आफ्नो घरमा अलिअलि जग्गा भएपछि चाहिँ अनि त्यसपछि केही अलिअलि लगाउनु पनि डर हुँदो रहेछ। किनभने हामी गाउँबाट आएको मान्छे हो, गाउँमा गइरहेको। अब सहर बजारमै हुर्केको मान्छेहरू त यस्तो खासै गर्न रुचाउँदैन। उनीहरू अर्कै तरिकाले हुन्छ। हाम्रो गाउँबाट आएको भएकोले गर्दा यस्तो गार्डनहरूमा हल्का बिरुवा लाउने, अनि
आफूलाई खानु पनि भयो, अर्ग्यानिक जस्तो पनि भयो। अनि ड्रागन फ्रुट्स पनि मैले यतिको बनाइरहेको छु। यो चाहिँ पछि म छतमा लगेर ठुलो ठुलो गमलामा रोप्ने अनि फलाउने। यसपालि सायद फुल्ने पनि भएको छ मेरो छतमा। अनि यता आउनुहुँदा क्यामेराम्यान अनि यो चाहिँ बोजू भइहाल्यो। यस्तै छ, यी फर्सीहरू लगाइरहेको छु। अनि धनियाँ चाहिँ मैले बाटामा यसरी गरेर मैले टन्न खाएर ऊ पनि कति धेरै थियो खाएर। अब यो चाहिँ हल्का पात खाएर यतिको बोट बनाउने मेरो प्लान छ क्या। अनि यो चाहिँ अकबरी खोर्सानी भनेर रोपेको छु। अब के हुन्छ है, पात हेरेर तपाईँहरूले पनि चिन्नुहुन्छ यो अकबरी नै हो कि हुँदैन हेर्नु होला। अनि यो भयो, मैले चाहिँ यो चाहिँ नर्सरीबाटै लिएर रोपेको हो होइन, अकबरी खोर्सानी भनेर। हाइब्रिड हुँदो रहेछ, हाइट पनि नजाँदो रहेछ यो चाहिँ। अनि सानो सानो बोटमै नै फुल्दो रहेछ कि, फुल्न स्टार्ट गरिसक्यो यसले होइन। यस्तो यस्तो गरिराखेको छ। अब जस आफूले गऱ्यो भने अलिअलि खान पाउने। अब त्यही हो मेरो चाहिँ दिनहरू यसरी बित्छ। अब के गर्ने, खोर्सानीहरू भर्खर यसरी लगाउँदैछु कि के गर्ने है। त्यो नर्सरी गमला भन्छ है, त्यो ल्याउनु पर्ने। त्यो पनि लिएको छु मैले, तर यो बोरामा पनि राख्यो भने अलिकति पैसा पनि बचत भयो नि त। अनि त्यस कारणले म चाहिँ यसरी गरिदिन्छु। यता पनि देखाइदिनु न मेरो। त्यो सिमी, त्यो रुख सिमी भयो होइन, त्यो रुख सिमी फल्दैछ। कति धेरै राम्रो फल्दै थियो। अस्ति मैले सबै छाडेर फेरि अनि सानो बिरुवा बनाएको। अनि यता पनि फल्दैछ भान्टाहरू। अब यहाँ लोकल टमाटर देखाउनु त। यतापट्टि पनि बारीमा मैले लगाएको छु है खेती। साथीहरू यसरी गरिरहेको छु है। दुःख के गर्ने, दुःख पाउने मान्छेले दुःखै गर्नु मन लाग्छ फुलहरू गोड्ने, फुलहरू गोड्यो है, फुलहरूलाई हेऱ्यो, यत्तिकै दिन जान्छ क्या। अनि यो चाहिँ के हो, रोज्ने होला यो गाउँबाट लिएको। यसको ठ्याक्कै नाम चाहिँ थाहा भएन, तर राम्रो फुलेको छ, एकदमै राम्रो फुलेको छ। एजिलिया पनि मेरो यस्तो भयो, फुलेर सबै झरिसक्यो। यो पनि फुल्दा एकदमै राम्रो हुन्छ। यसले चाहिँ यस्तो फुल्नु नै सुरु गर्यो है, यो फुल्दा एकदम राम्रो हुन्छ क्या। अनि यो फुल पनि फुलिसक्यो, सबै बुढो भइसक्यो, फुलेर पनि झरिसक्यो। मलाई त यो अब हेर्दा भइसकिसक्यो धेरै त्यो भयो। अनि त्यसपछि यो चाहिँ सयपत्री हेर्नु, अक्सिजनमा भयो पनि मलाई सयपत्री चाहिँ अक्सिजनकै राम्रो लाग्छ। त्यही हो यो प्लान्टहरू भयो, यही हो। यसलाई गोड्नु पऱ्यो, यसलाई मल लाउनु पऱ्यो, यसलाई पानी लाउनु पऱ्यो, यसलाई हेर्नु पऱ्यो, काटछाट गर्नु पऱ्यो। यही हो, समय यसरी पनि जान्छ है। बगनबेली भयो, बगनबेली पनि फुल्नु सुरु गरिरहेछ। अहिले म चाहिँ बच्चा पुऱ्याइरहेको। अनि बच्चा पुऱ्याउँदै आएर भ्लग बनाउँदैछु कि मैले। अनि यो पनि मैले पनि किनेर भने